वास्तवमा नेपालमा यो डिजिटल टेक्नोलोजीको लागि कम्युनिकेसनको लागि विद्युत प्राधिकरणले हामीले विद्युत मात्रै सप्लाई गरेका छैनौँ, यो कम्युनिकेसन नेटवर्क पनि इस्टाब्लिस गर्नलाई ठुलो चाहिँ कन्ट्रिब्युसन गरेको जस्तो लाग्छ। यदि हाम्रो ट्रान्समिसन लाइनको ओपिजिडब्ल्यू केबल देशैभरि नभएको भए आजको कम्युनिकेसन चाहिँ यसरी अगाडि बढ्न सक्ने अवस्थामा हुँदैन थियो। र हामीले फाइबर टु होम भनेर घर घरमा हरेक व्यक्ति र हरेक हाउसहोल्डमा चाहिँ हाम्रो डिस्ट्रिब्युसन लाइन अहिले पुगेको छ। त्यसैभरि डिस्ट्रिब्युसन लाइन विकट गाउँदेखि लिएर हरेक ठाउँमा हाम्रो डिस्ट्रिब्युसन लाइनहरू पोलबाट चाहिँ फाइबर चाहिँ घर घरमा पुगेको छ। त्यसले पनि यो डिजिटल टेक्नोलोजीमा कम्युनिकेसनमा यसले ठुलो सपोर्ट गरेको जस्तो लाग्छ। अब नेपालको वास्तवमा यो नलेज एसेट, यो नलेजको जुन नेपाली नलेजको क्यापिटल जुन छ, त्यो नलेज क्यापिटललाई हामीले बढीभन्दा बढी प्रयोग गरेर नेपालले डिजिटल इकोनोमीमा ठुलो कन्ट्रिब्युसन गर्नुपर्छ। र हामी यहाँ बसेका यङ युवाहरूले अब आइटी टेक्नोलोजीमा बढीभन्दा बढी संलग्न छन् र यो डिजिटल इकोनोमीमा यस्तै एप र यस्तै प्रविधिहरूबाट कन्ट्रिब्युसन गर्नेछ भन्ने मलाई लाग्छ। हामीले विद्युत प्राधिकरणले पनि यो डिजिटल एनइए भनेर एउटा डिजिटल प्रोग्राम लन्च गरेका थियौँ। त्यो वास्तवमा एउटा ठुलो प्रोग्राम अहिले पनि चलिरहेको छ। हाम्रो सबै एक्टिभिटिजहरू डिजिटल्ली चल्ने भनेर स्मार्ट मिटरदेखि लिएर स्काडा सिस्टम, देशभरिको सिस्टमलाई स्काडामा नेटवर्कमा आबद्ध गर्ने, इआरपी सिस्टमदेखि लिएर होल सिस्टम अटोमेसन, हाम्रो जति पनि पावर प्लान्टदेखि सबस्टेसनदेखि लिएर धेरै हाम्रो युनिटहरू जुन छ त्यसलाई रिमोट अपरेसनमा लैजाने गरेर हाम्रो डिजिटल इन्फ्रास्ट्रक्चर चाहिँ हामीले पनि अगाडि बढाइरहेका छौँ। अब आगामी दिनमा हाम्रो सिस्टममा जसरी हामीले म्यानुअल सिस्टमबाट चलाउँदाखेरि धेरै चाहिँ मिसम्याचहरू देखिएको हुन्छ।